पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति। भक्तपुर नगरपालिकाको प्रस्तुति खोप सा भक्तपुर आवाज। पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति। रोजलपा नमस्कार। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित रेडियो प्रस्तुति खोपस भक्तपुर आवाजमा यहाँलाई हार्दिक अभिवादन। कार्यक्रम खोपस तपाईले साताको 3 विभिन्न दिन सुन्न सक्नुहुन्छ, जस अन्तर्गत हरेक सोमबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म भक्तपुर नगरको शिक्षा, स्वास्थ्य र पर्यटन सम्बन्धी विषयवस्तु सुन्न सक्नुहुन्छ भने हरेक बुधबार बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म खोपसको बुलेटिन विशेष प्रस्तुति सुन्न सक्नुहुन्छ र हरेक शुक्रबार साँझ 6:30 बजेदेखि 7 बजेसम्म भक्तपुर नगरको कला, संस्कृति र सम्पदा विशेष प्रस्तुतिसँग जोडिन सक्नुहुन्छ मात्र भक्तपुर एफएम 105.4 मेगाहर्जको रेडियो तरङ्ग मार्फत। साथै देश विदेशका विभिन्न स्थानमा रहनुहुने तपाईँ श्रोताले हामीलाई www.bhaktapurfm.com.np लगइन गरेर वा युट्युब च्यानल खोपस मार्फत पनि सुनेर साथ दिन सक्नुहुन्छ। र सधैँ झै खोपसको बुधबार विशेष श्रृङ्खलाका साथमा म प्रस्तुता सन्ध्या ह्योङ्गोजु लगायत खोपस परिवार उपस्थित भइसकेका छौँ। आजको श्रृङ्खलामा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित खोप अस्पतालमा असार 1 गतेदेखि सुरु भएको नेपाल सरकारको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम र अस्पतालको प्रसुति सेवा सम्बन्धमा खोप अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट मजेस प्रताप मल्लसँग अन्तरङ्ग कुराकानी गर्नेछौँ। त्यसै गरी नेपाल सरकारको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालित सेप विकास तालिम अहिलेको अवस्था र आगामी योजना सम्बन्धमा एक रिपोर्ट सुनेछौँ। साथै उक्त तालिममा सहभागी प्रशिक्षार्थीहरूको प्रतिक्रिया आजको जनताको आवाजमा समेट्नेछौँ। साथमा साताभरिका भक्तपुर नगरपालिकाका विविध गतिविधिहरू छँदैछन्। नेपाल सरकारले आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। यस कार्यक्रमको मुख्य उद्देश्य गर्भवती महिलालाई सुरक्षित प्रसुति सेवा प्रदान गर्नु, मातृ तथा नवजात शिशुको मृत्युदर घटाउनु र स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्नु हो। यस कार्यक्रम अन्तर्गत महिलालाई निशुल्क प्रसुति सेवा, गर्भ जाँच, नवजात शिशु हेरचाह तथा यात्रा खर्च बापत प्रोत्साहन रकम प्रदान गरिन्छ, जसले आर्थिक अवस्था कमजोर भएका महिलाहरूलाई समेत अस्पतालमा सुरक्षित सुत्केरी गराउन सहयोग पुर्याउँछ। यो कार्यक्रम नेपालको विभिन्न अस्पतालहरूमा कार्यान्वयन हुने भएको छ, जस अन्तर्गत भक्तपुर नगरपालिकाद्वारा सञ्चालित खोप अस्पतालमा पनि विक्रम सम्वत 2082 साल असार 1 गतेदेखि आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू गरिएको छ। यस कार्यक्रम अन्तर्गत नर्मल डेलिभरी, सी सेक्सन लगायत आवश्यक औषधि, सलाइन, उपकरण, परीक्षण सेवा शुल्क अस्पतालबाट नै निशुल्क प्रदान गरिनेछ। यसै सेरोफेरोमा रहेर खोप अस्पतालमा असार 1 गतेबाट सुरु भएको नेपाल सरकारको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम र अस्पतालको प्रसुति सेवा सम्बन्धमा विविध कुराकानी गर्न आज हामी माझ हुनुहुन्छ खोप अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट मजेस प्रताप मल्ल, साथमा हुनुहुन्छ सहकर्मी रविन्द्र कुसी। श्रोताबिन, भक्तपुर नगरपालिकाको रेडियो कार्यक्रम खोपस भक्तपुर आवाजको बुधबारको श्रृङ्खलामा छौँ र आजको बसाइमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाबाट हालै मात्र स्वीकृत भएर आएको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम जुन खोप अस्पतालबाट 2082 असार 1 गते आइतबारबाट सुरु भइसकेको छ र सोही एउटा कार्यक्रम, विशेष स्वास्थ्य कार्यक्रमको सम्बन्धमा आज हामी विशेष कुराकानी गर्दैछौँ र खोप अस्पताल विगत लामो समयदेखि जनताको सेवामा लागिरहेको छ र दशकौँ अगाडिदेखि जनस्वास्थ्य सेवा केन्द्रको रूपमा अगाडि बढेको र हालै मात्र केही वर्ष अगाडि मात्र अस्पतालले मूर्त रूप पाएको र अहिले केही समय अगाडिदेखि प्रसुति सेवा पनि 2080 साल जेठबाट यो प्रसुति सेवा सुरु गरेको थियो भने हालै मात्र यो 82 असार 1 गतेबाट सरकारले आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम अगाडि बढाएको कुरा हामीले थाहा पाइसकेका छौँ। र के हो त आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम र त्यसका सेवा सुविधा, खर्च र खोप अस्पतालले यसको समन्वय कसरी गरिरहेको छ लगायत खोप अस्पतालको प्रसुति सेवाका विषयमा आज हामी कुराकानी गर्दैछौँ। र यो कुराकानीका लागि आज हामीसँग हुनुहुन्छ खोप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डाक्टर मजेस प्रताप मल्ल। आउनुहोस्, उहाँसँगको कुराकानी सुरु गरौँ। डाक्टर साहब, यहाँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद, नमस्ते। अब यो कार्यक्रम आम रूपमा
हामीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित यो खोप अस्पतालले विगतमा पनि केही हदसम्म सेवा सुविधा दिइरहेकै कुरा भयो। यद्यपि अहिले नेपाल सरकार यो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाबाटै स्वीकृत भएर अहिले खोप अस्पतालबाटै दिने भनेर अगाडि आइसके पछाडि अलिकति चर्चाको विषय पनि बनेको भयो र अब आम रूपमा जनताहरूलाई जानकारीको हिसाबले के हो यो कार्यक्रम र कस्तो किसिमको कार्यक्रम हो अलिकति बताइदिनुहोस् न। धन्यवाद। हाम्रो खोप अस्पतालले 2082 साल असार 1 गतेबाट आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू गरेको छ। यो चाहिँ के हो भने नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवा उपभोग गर्न पाउने जनताको अधिकारलाई प्रत्याभूत गरेको छ। त्यही संविधानले प्रजनन स्वास्थ्यको पनि हकको पनि सुनिश्चितता प्रदान गरेको छ। त्यही हकको सम्मान र संरक्षण र परिपूर्तिका लागि नै नेपाल सरकारबाट सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2074 अन्तर्गतको कार्यक्रम हो यो। यसमा चाहिँ हामीले सुत्केरी महिला तथा नवजात शिशु 28 दिनसम्मको शिशुलाई चाहिँ निःशुल्क उपचार गर्ने साथै त्यसबाट उत्पन्न जटिलताको पनि उपचारहरू निःशुल्क गर्ने भन्ने चाहिँ कार्यक्रम हो यो। वास्तवमा चाहिँ यो कार्यक्रम चाहिँ आमा मातृ मृत्यु दर र नवजात शिशु मृत्यु दर घटाउने उद्देश्यले बनेको चाहिँ कार्यक्रम हो यो। भनेपछि तपाईँले भन्नुभएको छ संविधानमा लेखिएको महिलाहरूको हक अन्तर्गत प्रजनन स्वास्थ्यको हकलाई सुरक्षित गर्ने हिसाबले यो किसिमको नेपाल सरकारको कार्यक्रम भयो। अत्यन्त राम्रो कार्यक्रम हो। यद्यपि अब योभन्दा अगाडि यो नयाँ कार्यक्रम हो कि अन्य अस्पतालमा पहिला नै भइसक्यो? अन्य अस्पतालहरूमा पहिलेदेखि नै छ यो। जस्तै अब केन्द्रीय अस्पतालहरू अथवा सरकारी अस्पतालहरूमा पहिलेदेखि नै लागू छ। आधारभूत सेवा हो यो पनि एउटा, त्यसैले लागू छ। अब CONC BONC भन्ने कार्यक्रमहरू बेसिक इमर्जेन्सी अब्स्टेटिक एन्ड नियोनेटल केयर र कम्प्रिहेन्सिभ इमर्जेन्सी अब्स्टेटिक एन्ड नियोनेटल केयर भनेर चाहिँ यो कार्यक्रम पहिलेदेखि नै सञ्चालनमा छ। भनेपछि खोप अस्पतालमा चाहिँ यो पहिलोपटक यसपालिबाट सुरु हुने भयो भन्ने एउटा हाम्रो नगरवासीहरूको लागि अझ भनौँ खोप अस्पतालबाट अहिलेसम्म जसले सेवा लिइरहनु भएको छ उहाँहरूको लागि चाहिँ खुसीको खबर भनौँ। हजुर, यो अब भक्तपुर अस्पतालपछि हाम्रोबाट सुरु भयो। भनेपछि खोप अस्पतालको जिम्मेवारी अझ बढ्यो। जिम्मेवारी पनि बढ्यो र एउटा सामाजिक दायित्व अझै पुरा गर्न पाएको जस्तो हामीलाई महसुस पनि भयो। जी, यो हाम्रो लागि एउटा एकदमै गौरवको विषय पनि हो, किनकि हामीले नेपाल सरकारले दिएको सुविधा अझ हामीले पनि दिन पायौँ भन्ने कुरा। र यसमा अब के कुनै त्यस्तो क्राइटेरिया छ खोप अस्पतालले बाट जसले सेवाले पनि यो सुविधा पाउने हो कि नगरको लागि त्यस्तो केही सुविधा? उसले नि संविधानको नियम नै छ यो। हामीले यो त्यो बिरामी भन्नै पाउँदैनौँ। गर्भवती महिला सुत्केरीको लागि जताबाट जुन ठाउँबाट नेपालको अधिराज्यबाट जहाँबाट आए पनि हामीले उपचार गर्नै पर्ने हुन्छ। भने चाहिँ खोप अस्पतालले यो सुविधा दिने भयो। अब ठ्याक्कै अलिकति अझ स्पष्ट हुने गरी अब यो कार्यक्रमको बारेमा थाहा भयो, सुरक्षित मातृत्वको कुरा भयो, अनि मातृ मृत्यु दर र शिशु मृत्यु दरको त्यो दरलाई घटाउने र अझ सुरक्षित 28 दिनको कुराको पनि गर्नुभयो। भनेपछि डेलिभरी भइसके पछाडि बच्चा जन्मिसके पछाडि 28 दिनसम्म चाहिँ पूर्ण रूपमा आमाको हकमा 42 दिनसम्म। हजुर हजुर। शिशु भनेको चाहिँ नवजात शिशु हामीले नियोनेट भन्छौँ, त्यो चाहिँ 28 दिनसम्मको उमेरलाई चाहिँ भन्छौँ। त्यो 28 दिनसम्मको बच्चा जन्मिएपछि चाहिँ कुनै बिरामी भयो अथवा उसलाई SNCU NICUको सुविधा चाहियो भने त्यो पनि निःशुल्क रूपमा हामीले प्रदान गर्नुपर्नेछ। र 42 दिनसम्म आमाको हकमा चाहिँ सुत्केरी सम्बन्धी कुनै जटिलता आयो र त्यसको बिरामीलाई चाहिँ हामीले त्यो सुत्केरी त निःशुल्क नै भयो, त्यो पनि सेवा उपचार चाहिँ निःशुल्क गर्छौँ। भनेपछि यो सेवा सुविधा चाहिँ सुत्केरी मतलब डेलिभरी भइसकेपछि मात्र सुरु हुने हो कि कस्तो? अहिले चाहिँ कस्तो छ भने यसको महिला कुनै पनि महिला चाहिँ अब गर्भ जाँचहरू गरेर सबै चिजहरू चाहिँ त्यो चाहिँ पर्दैन, तर गर्भवती भएको सुत्केरी अवस्थामा आउँदाखेरि चाहिँ यो कार्यक्रम लागू हुन्छ। भनेपछि बच्चा जन्मिसके पछाडि मात्र यो एउटा अवसर यो कार्यक्रम चाहिँ बच्चा जन्माउनको लागि भनौँ, जन्माउनको लागि भनेपछि बच्चा जन्माउनु डेलिभरीको लागि या प्रसुति सेवा सुरु भइसके पछाडि चाहिँ यो कार्यक्रम चाहिँ लागू हुने भयो। र शिशुको हकमा 28 दिनसम्म र आमाको हकमा चाहिँ 42 दिनसम्म एकदमै सबै किसिमका सेवा सुविधा चाहिँ यो अन्तर्गत पर्ने भयो भन्ने कुरा भयो। अब खोप अस्पतालले यो अगाडि पनि अन्य कार्यक्रमहरू मैले अघि नै भने 2080 सालको जेठको पहिलो साताबाट खोप अस्पतालले प्रसुति सेवा प्रारम्भ गरेको लगभग 2 वर्ष कटिसकेको अवस्था भयो र अहिलेसम्म अब सम्भवतः यसले पनि एउटा हाम्रो बेस त तयार भयो यो प्रसुति सेवाको लागि र यो आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रमलाई यो आधारमा पनि अहिले हामी 2 वर्ष पछाडि अब चाहिँ खोप अस्पतालले पनि यो कार्यक्रम अन्तर्गत आफ्ना सेवा सुविधा दिन सक्छ भन्ने हिसाबले पनि दिएको हुनसक्छ। अब अलिकति हामीसँग भएको आधार अघि तपाईँले पनि भन्नुभयो विभिन्न किसिमका ICU NICU या अन्य धेरै अब टेक्निकली धेरै वर्डहरू होलान्, भनेको हामीसँग आधार चाहिँ के छन् अलिकति बताइदिनुहोस् न।
एउटा त हामी खोप अस्पताल भनेर हामीले सुरु गरेदेखि नै हाम्रो मुख्य चाहिँ हाम्रो सेवा नै हाम्रो प्रसुतितिर हामी अलिकति ढल्केका नै थियौँ किनभने भक्तपुरमा अलिकति समस्या नै थियो प्रसुति सम्बन्धी अब जनसङ्ख्याको आधारमा स्वास्थ्य सेवा केन्द्रहरू जुनले चाहिँ अब सबै किसिमको उपचार दिन सक्ने प्रसुतिसँग सम्बन्धितहरू कमै भएको र त्यसले गर्दा अन्य जिल्ला अथवा अन्य सेन्टरहरूमा जानुपर्ने बाध्यता भएकोले त्यसलाई नै मध्यनजर गरेर हामीले प्रसुति सेवालाई नै त्यो प्राथमिकता दिएका थियौँ। त्यो हिसाबले हामीले पूर्व तयारी र सबै सम्पन्न गरिसकेपछि हामीले सुरु गरेका थियौँ र यावत क्रममा चाहिँ हामीले गर्दै जाँदाखेरि त्योसँगै सम्बन्धित सेवा सुविधाहरू पनि हामीले थप्दै नै गयौँ र हामी सुरुदेखि नै हामी गर्न सक्छौँ भन्ने हाम्रो चाहिँ थियो नै र हामीले गरि पनि राख्यौँ। सुरुमा चाहिँ हामीले बिमा सेवाबाट पनि हामीलाई त्यसको औला भन्ने आशले चाहिँ सुरु गरेको थियौँ तर त्यो नभएको खण्डमा तै पनि हामीले त्यसलाई कन्टिन्यू नै गरिराख्यौँ र सेवा चाहिँ हामीले कहिले पनि रोकेनौँ प्रसुति सम्बन्धी सेवाहरू र अहिले पनि हामी चाहिँ प्रसुति सम्बन्धी सेवा चाहिँ सबै हामीसँग छ। अब एनआइसियू एसएनसियू चाहिँ निर्माण हामीले सुरु गरिसकेका छौँ मेबी अब 1 महिना 1.5 महिनामा हाम्रो त्यो पनि बनिसक्छ। भनेपछि त्यस्तो कुनै कम्प्लिकेसन आयो भने त्यसको लागि पनि हामीसँग तयारी चाहिँ भइरहेको छ तयार छौँ भन्ने कुरा हो। अब हामीले 80 साल जेठबाट सुरु गरेको प्रसुति सेवामा चाहिँ त्यो सेवा चाहिँ निःशुल्क थियो कि सशुल्क थियो त्यो पनि अलिकति बताइदिनुहोस् न। त्यसमा एक किसिम कस्तो छ भने अब सुरुमा मैले भने अघि पनि बिमाबाट हामीलाई रिइम्बर्समेन्ट हुन्छ भन्नाले हामीले गऱ्यौँ तर त्यो चाहिँ रिइम्बर्स नभइरहेको कुरा रहेछ हामीले पछि थाहा पायौँ र हामीले बिमासँग कुरा गर्दा यो आधारभूत सेवा भएकोले गर्दा बिमाले चाहिँ नबेहोर्ने भनेपछि हामीले चाहिँ त्यसलाई पनि अब रोक्ने कि के भन्दा हामीले नगरपालिकामा मेयरजीहरूसँग सल्लाह गर्दा चाहिँ यो जनताकै लागि सेवा दिने हो त्यसैले यसलाई कन्टिन्यू नै गरौँ भनेर आफ्नै खर्चमा गर्दै थियौँ। त्यस्तो हामीले कुनै शुल्क त्यस्तो लिएको थिएनौँ होइन बिमाको सर्टेन नियमहरू फलो गरेर केही 10% चाहिँ लिन्थ्यौँ। भनेपछि हामीले बिमा अन्तर्गत नै राखे जस्तो गरेर काम गऱ्यौँ यद्यपि बिमाले त्यसलाई लिएन। ओके अब बिमाको कुरा पनि गरौँला फेरि पनि। अब योसँगै अब अलिकति अझ थप कुराकानी तपाईँले भन्नुभयो भक्तपुरमा अनि भक्तपुर अस्पताल पछाडि खोप अस्पताल नै नेपाल सरकारको यो कार्यक्रम अन्तर्गत हाम्रो अस्पताल भयो र अब यहाँ जनसङ्ख्याको हिसाबले पनि एकदमै जनघनत्व बढी भएको क्षेत्र हो त्यो हिसाबले पनि एउटा अस्पतालले मात्र धान्दैन त्यो हिसाबले पनि हाम्रो खोप अस्पतालमा यो कार्यक्रम लागू हुनु अत्यन्त सुखद पक्ष भयो र हाम्रो रूपमा अब यो कार्यक्रम अहिले अस्पतालमै गएर डेलिभरी गराउने एउटा अनिवार्य जस्तै नै भइसक्यो। अब त्यो अन्य अप्सन नै छैन त्यो हिसाबले पनि यस्ता कार्यक्रमहरू अझ अन्य अस्पतालमा लागू हुनु धेरै राम्रो कुरा होला र मैले समग्र रूपमा जिल्ला र वरिपरिको परिवेश हेर्दाखेरि खोप अस्पतालले यो कार्यक्रमलाई लागू गर्दाको फाइदा या त्यसले जनताको सेवा कतिको गर्न सक्ने अवस्था हामी देख्छौँ। सर्वप्रथम त यो अस्पताललाई अथवा कुनै संस्थालाई फाइदा भन्दा पनि जनताकै फाइदा हो स्वास्थ्यमा किनभने आमा अथवा यो प्रजनन स्वास्थ्य भनेको एकदमै गम्भीर विषय पनि हो र एकदम महत्त्वपूर्ण एउटा महिलाको लागि। नेपालकै कुरा गर्नुहुन्छ भने इस्वीसम्म 2000 पछि करिब 70%ले बाल मृत्युदर तथा आमा मृत्युदरको कमी भइसकेछ। जस्तै अहिले हालको अनुसार 142 आमा प्रति 1 लाख जीवित जन्ममा चाहिँ अझै पनि त्यो मृत्युदर छ। त्यसलाई घटाउनलाई नै मूल उद्देश्य हो यो जुन यसको चाहिँ आमा सुरक्षा कार्यक्रमको। अझै हाम्रो स्वास्थ्य सेवाबाट पहुँचबाट धेरै टाढा हुने क्षेत्रहरू हुन्छ नि अझै दुर्गम क्षेत्रहरूमा विशेष त्यहाँ पनि एकदम प्राथमिकता दिन्छौँ। त्यस्तै गरी यसले चाहिँ इन्स्टिट्युसनल डेलिभरी अस्पतालमा गएर स्वास्थ्य संस्थामा गएर डेलिभरी गराउनु प्रसुति गराउने चाहिँ यसले इन्करेजमेन्ट यसले चाहिँ प्राथमिकता हो यसको र होम डेलिभरी घरमै हुने डेलिभरीलाई चाहिँ निरुत्साहित गर्ने हो यसको मुख्य उद्देश्य। यसले चाहिँ के हुन्छ भने त्यो सुत्केरी सम्बन्धी कम्प्लिकेसन्सहरू हुन्छ नि यिनीहरूले नहोस् जटिलता नहोस् भनेर। त्यस्तै प्रजनन स्वास्थ्यको अधिकारको त हकको चाहिँ हामीले त्यो सुनिश्चितता भइहाल्यो। त्यसरी आमा तथा नवजात शिशु दरको घटाउने नै हो यसको मुख्य उद्देश्य। समग्र रूपमा यो एउटा सामाजिक कर्तव्य पनि हो र एउटा अस्पतालले दिन सक्ने सेवाहरू टु द म्याक्सिमम दिने हो र सबै एउटा समाजकै देशकै विकास हुनु न एउटा मृत्युदर आमाको मृत्युदर घट्नु र शिशु मृत्युदर बाल मृत्युदर घट्नु भनेको त देशकै लागि नै ठुलो कुरा हो जे सरकारको दायित्व नै हो र हाम्रो रूपमा जनताको एउटा हकको कुरा स्वास्थ्य सुरक्षाको कुरा पनि आयो। अझ मैले थप कुरा जान्न खोजेको यो जुन आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम अन्तर्गत अब ठ्याक्कै टुडी पोइन्ट जस्तै मुख्य कुरा बच्चा तपाईँले भन्नुभयो जो डेलिभरीको लागि आउनुहुन्छ त्यहाँदेखि सुरु हुन्छ त्यो आइसके पछाडि अब उसले पाउने सुविधा भनेको पहिलोपटक उसले डेलिभरी फ्री गराउने भयो त्यहाँ सिजरिङ नन सिजरिङ त्यसले म्याटर गरेन अनि त्यस पछाडि अर्को अप्सन
उसले त्यसपछि उसलाई घरमा पठाइसके पछाडि फेरि अस्पतालको तर्फबाट कुनै त्यसको रेफरेन्स या के भइरहेछ भन्ने कुरा पनि बुझ्ने यसमा चाहिँ के छ भने प्रमुख चाहिँ मेन चाहिँ त कुनै पनि स्वास्थ्य संस्था अब हाम्रो अस्पतालमा आएर सुत्केरी गराउन आउने प्रसुति गराउन आउने आमाहरूलाई हामीले चाहिँ निःशुल्क सेवा दिन्छौँ। त्यसमा सामान्य पनि पर्यो, जटिलतायुक्त पनि पर्यो, शल्यक्रिया पनि पर्यो। त्यस लगतै औषधि सहितको सबै औषधिहरू पनि उहाँले केही खर्च गर्नु पर्दैन। त्यस पश्चात हाम्रो डेलिभरी पश्चात चाहिँ घर पठाउने बेलामा यातायात खर्चको बाबत हाम्रो पहाडी जिल्ला पर्ने भएर 2000 प्रति आमा प्रति डेलिभरीको सँगै 2000। अनि आमाले चाहिँ 4 चोटिसम्म चाहिँ गर्भ जाँच गराएको स्वास्थ्य संस्थामा आएको भने त्यसो पनि त्यसको लागि पनि हामीले 800 रुपियाँ दिन्छौँ प्रति आमा होइन। र त्यसपछि 42 दिनसम्म सुत्केरी सम्बन्धी कुनै समस्या आएमा त्यो पनि निःशुल्क भयो। यो चाहिँ प्रमुख भयो। अनि जस्तै कुनै अवस्थामा जस्तै हाम्रो स्वास्थ्य संस्थामा भएन, अझै कम्प्लिकेसन जटिलता बढ्यो भने उहाँलाई अर्को ठाउँमा पठाउनु पर्यो भने नि हामीले त्यही सबै रकम यातायात खर्च बराबर 2000 रुपियाँ प्रदान गर्छौँ। त्यस्तै बच्चाको लागि न्यानो कपडा त्यो पनि हामीले प्रदान गर्छौँ। अनि शिशुको हकमा चाहिँ 28 दिनसम्मको बच्चालाई हाम्रोमा जन्मेको होस् कि अथवा काहीँ अरू ठाउँमा जन्मेको होस् उहाँहरूको चाहिँ निःशुल्क चाहिँ एसएनसियू एनआइसियूमा उपचार हुन्छ, त्यो पनि औषधि सहित। भनेपछि एउटा नयाँ बच्चा जन्मको लागि र बेसिक कुराहरू आधारभूत कुराहरू चाहिँ यसले धेरै हदसम्म तयार गर्ने भए। अझ भनौँ आर्थिक रूपमा व्यवहार खर्च चाहिँ एकदमै न्यून हुने भयो भन्ने नट सेलमा भन्दाखेरि तपाईँले आर्थिक अभाव अथवा विपन्नताकै कारणले गर्दा यो स्वास्थ्य सेवाबाट चाहिँ वञ्चित हुनु परेन। तपाईँले मसँग पैसा छैन, म अस्पताल जाउँ कि नजाउँ अथवा डेलिभरी घरमै गराउँछु भने सोच्नै परेन। अस्पताल सिधै आउनुभए हुन्छ, त्यसमा कुनै पनि किसिमको शुल्क लाग्दैन। जस्तै मैले यता कता पनि हाम्रो यो घर दैलो नर्सिङ कार्यक्रम पनि छ नि त, त्यसबाट चाहिँ हाम्रो रिपोर्ट पनि आइरहेछ। अझै पनि हाम्रो भक्तपुरवासी नै होइन कि बाहिरबाट आएर बस्न आएको उहाँहरूको अझै पनि होम डेलिभरी भइरहेको रहेछ कि। त्यो सुन्दाखेरि चाहिँ कस्तो हो भने सायद आर्थिक समस्याले गर्दा हो कि होइन, अथवा उहाँहरूको ज्ञान नभएर हो कि चेतनाको अभावले हो कि त्यसले गर्दा के भइरहेछ भने अस्पतालसम्म जाँदाखेरि मलाई खर्च लाग्छ कि भन्ने दुविधाहरू होला। यसो चाहिँ चिन्तै नगर्नु भए हुन्छ, 1 रुपियाँ पनि खर्च हुँदैन। उल्टो तपाईँलाई चाहिँ जति जटिलता भए पनि त्यसमा खर्चै हुँदैन। तपाईँ शून्य भनौँ न, खर्च शून्य। उल्टो तपाईँलाई चाहिँ आउनु जानको लागि यातायात खर्च पनि हुन्छ। श्रोताबिन, भक्तपुर नगरपालिकाको रेडियो कार्यक्रम खोपस भक्तपुर आवाजको बुधबारको बसाइमा छौँ र आजको बसाइमा हामी नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाबाट स्वीकृत भई खोप अस्पतालबाट 2082 असार 1 गतेबाट सुरु भएको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रमको विषयमा हामी कुराकानी गर्दैछौँ। हुन त अन्य सरकारी अस्पतालबाट यी सेवाहरू अगाडिबाटै सञ्चालित छ, यद्यपि भक्तपुर नगरपालिकाबाट सञ्चालित खोप अस्पतालमा यो वर्षबाट यो लागू भएको छ र आम रूपमा जो खोप अस्पतालबाट सेवा लिइरहनु भएको छ उहाँहरूले पनि यो सेवा निःशुल्क रूपमा र अन्य धेरै सुविधासहित निःशुल्क रूपमा यसको उपयोग गर्न सक्नुहुनेछ भन्ने आह्वान पनि गरिरहेका छौँ। र एउटा सरकारको प्रजनन स्वास्थ्यको हक, जनताको हकलाई सुरक्षित गर्ने र आम रूपमा मातृ मृत्युदर र शिशु मृत्युदरलाई कम गर्ने एउटा उद्देश्यका साथ अगाडि बढेको कुरा हामीले यो बसाइमा जोडिरहेका छौँ। र आज हामीसँग कुराकानीका लागि हुनुहुन्छ खोप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डाक्टर मजेस प्रताप मल्ल। र कुराकानी जोड्दै गर्दा एक दुईवटा खोप अस्पतालकै कुरा जोड्न खोजेँ। र अब केही यो प्रसुति सेवा मैले भने लगभग हामीसँग 2 वर्षको अनुभव भयो प्रसुति सेवाको हिसाबले, डेलिभरीकै केस पनि हामी धेरै हेऱ्यौँ। र अब यो डेलिभरी गराउँदाखेरि अहिले पछिल्लो समयमा देखिएको केही कम्प्लिकेसन कतिको सहज छ र अब यो राजधानीकै क्षेत्रमा बसिरहँदाखेरि तपाईँले अघि भन्नु, यद्यपि अहिले पनि भक्तपुरमा केही क्षेत्रहरूमा अझै पनि घरमै डेलिभरी गराउने पनि भएको कुरा तपाईँले पनि बताउनु भयो। अब यहाँ अस्पतालमै डेलिभरी गराउँदाखेरि हामीले पाएको कम्प्लिकेसन चाहिँ कतिको पाउनु भएको छ, कस्तो पाउनु भएको छ? हामीले यो 2 वर्षको अन्तरालमा करिब हामीले लगभग 800 वटा चाहिँ हामीले प्रसुति डेलिभरी सेवा दिइसकेका छौँ। हाम्रो रेकर्ड अनुसार चाहिँ सामान्य शल्यक्रिया सहितको यो 800 वटा डेलिभरी मध्ये चाहिँ अहिलेसम्म पनि कुनै पनि खासको त्यस्तो ठुलो जटिलताहरू आएका छैनन् हाम्रोको हकमा। किनभने अहिले अब समय अब यो डाक्टर साहबहरूको पनि चिकित्सकहरूको पनि ट्रेनिङ यिनीहरू चाहिँ अलिकति राम्रो बेटर भइसक्यो र पुरै यो सरकारले अब देशैले नै यो एउटा एकदम गम्भीरता रूपमा लिएको। अब यो आमा मातृ मृत्यु दर भनेको संसारमै सबभन्दा एकदमै सिरियसली लिने चिज नै हो। यो यसलाई घटाउनलाई नै विभिन्न ट्रेनिङ्सहरू यिनीहरू गरिरहेकोले गर्दाखेरि र हामी कहाँ अहिलेसम्म चाहिँ कुनै पनि त्यस्तो जटिलता आएको छैन। तर कहिलेकाहीँ हुनसक्ने जटिलता भनेको चाहिँ गर्भ प्रसुतकेरी भइसके बच्चा निस्किसकेपछि चाहिँ रगत धेरै बग्ने पोस्टमार्टम हेमोरेज भन्छौँ हामीले,
हामीले प्रसुतिपछिको रक्तस्रावहरू अत्याधिक हुने अथवा कसैको चाहिँ पाठेघर चाहिँ राम्रोसित त्यो नसुकिकन अटोनिक भन्छौँ हामीले, त्यो खुम्चिनु पर्ने नखुम्चिदिएर चाहिँ रगत बढी जाने होइन। त्यसपछि आएर कहिलेकाहीँ नवजात बच्चाहरूमा चाहिँ छातीसम्मसँग सम्बन्धी घ्यार हुने, उसले भित्र बस्दाखेरि दिशा श्वास नलीमा जाने खाने भन्ने भन्छौँ नि हामीले, त्योले गर्दा मेकोनियम एस्पिरेसन भन्छौँ हामीले, त्यस्तो जटिलताहरू हुने हुन्छ। प्रमुख नेपालमा देखिने जटिलता नै त्यो प्रसुतिपछिको रक्तस्राव नै हो, PPS नै हो, त्यही नै हो मेजर कम्प्लिकेसन चाहिँ जटिलता हुनेछन्। तर त्यसको लागि पनि हामीले मजाले हाम्रोमा म्यानेजमेन्ट हुन्छ। यसमा मैले अब अलिकति जोड्न खोजेँ, प्रसुति पछाडिका कुरा त हुने नै भयो सुरक्षा कार्यक्रम, तर त्यहाँबाट आउने कम्प्लिकेसन, त्यहाँ हुन सक्ने कम्प्लिकेसन त त्योभन्दा अगाडिका कुराबाटै सुरु हुने भए र आमा जो गर्भवती छन्, जो गर्भमा बच्चा बोकेर हिँडिरहनु भएको छ आमा, उहाँले ध्यान दिनुपर्ने कुरा या उहाँले आफ्नो दैनिक जीवनमा ती कुराहरूलाई कतिको लागू गर्ने नगर्ने विषयमा पनि सम्भवतः पछि आउने जटिलता त त्यहाँले पनि इङ्गित गर्छ होला। मैले यहाँनिर जोड्न खोजेँ अब अलिकति चेतनाको कुरा, अलिकति जनचेतना जगाउन सक्ने सम्भावना र खोप अस्पतालले यसमा कसरी चाहिँ भूमिका निभाउन सक्छ होला भनेको। यो तपाईँले ठ्याक्कै क्वेसन पनि भन्नुभयो, म रिमाइन्ड पनि गर्नुभयो। यो गर्भ अवस्थामा पनि हुने केही जटिलताहरूका कुराहरू पनि यसभित्र पनि कभरेज छ, जस्तै एन्टिपार्टम हेमोरेज, जस्तै अहिले मैले भने प्रसुतिपछिको रक्तस्राव भने जस्तै प्रसुति गर्भवती हुँदा पनि रक्तस्राव हुने कन्डिसन्सहरू हुन्छ, त्यसलाई APH भन्छौँ हामीले, PPH भने जस्तै यो APH हुन्छ। अनि त्यस्तै अरू पनि कन्डिसन्सहरू हुन्छ होइन, त्यसलाई पनि यसले सम्बोधन गर्छ। जस्तै गर्भावस्थामा चाहिँ गर्भवती हुँदाखेरि प्रेसरहरू बढ्ने, प्रिएक्लेम्सियाहरू भयो, एक्लेम्सियाहरू भन्छ, प्रेसर बढेर चाहिँ खुट्टाहरू सुन्निने अथवा पिसाबमा चाहिँ समस्याहरू आउने, अथवा कतिजनाले सिजर मुर्छा पर्ने पनि हुन्छ। अनि त्यस्तै गरी यिनीहरू पनि यसमै कभर हुन्छ। जस्तै आमा र बच्चाको रगत ग्रुप नमिल्नेहरू हुन्छ हामीले, तिनीहरू कन्डिसन पनि यसमै कभरेज हुन्छ। यो चाहिँ त्यो जन्माउँदा प्रसुति मात्र होइन कि प्रसुतिभन्दा अगाडिका यी कन्डिसनलाई पनि यसले सम्बोधन चाहिँ गर्छ, यो कार्यक्रमले गर्छ। अनि अरू भनेको चाहिँ तपाईँको जनचेतनाको लागि त हाम्रो घर दैलो नर्सिङको मार्फतबाट हामीले ANC PNC भिजिटहरू, जस्तै कोही गर्भवती कुनै ठाउँमा छ, हाम्रो त 10वटा वडामा, प्रत्येक वडाबाट हामीले चाहिँ डाटाहरू सङ्कलन गर्छौँ र कुनै घरमा चाहिँ गर्भवती हुनुहुन्छ अथवा सुत्केरी हुनुहुन्छ भने त्यहाँ हामी भिजिट गराउँछौँ र उहाँहरूले त्यहाँ चाहिँ जनचेतना अथवा चेतनामूलक कुराहरू गर्ने, आमालाई चाहिँ बच्चा सुत्केरी पश्चात ब्रेस्ट फिडिङ कसरी, स्तनपान कसरी गराउने भन्ने कुराहरू हामीले सिकाइ नै रहेछौँ, यो त गरि नै रहेछौँ। र हाम्रो अस्पतालमा आउनेहरूलाई पनि हामीले अब प्रपरली नै एउटा ANC रुम, गर्भ जाँच रुम नै बनाएर त्यसमा चाहिँ विभिन्न उपचारात्मक र तपाईँको चेतनामूलक चाहिँ कार्यक्रमहरू चाहिँ हामीले गर्छौँ। अब एउटा अलिकति गुनासो भनौँ कि अब यो ट्रेन्ड नै हो अहिले, अब डेलिभरीको केसमा जाँदाखेरि प्रायलाई सिजरिङ नै गराइन्छ। अब नर्मल डेलिभरी चाहिँ गराउने अलिक कमै देखियो सङ्ख्याको हिसाबले। तपाईँले अघि 800वटामा गर्दाखेरि अब नर्मल डेलिभरी कति भयो र सिजरिङ कति भयो, के छ तथ्याङ्क? यसको चाहिँ अहिले तपाईँले सही कुरा नै गर्नुभयो। अहिले सिजरियनको रेट अलिक बढी नै छ। जस्तै हाम्रो अस्पतालमा पनि सिजरियन सेक्सन हाम्रो 60%, 800मा 60% सिजरियन नै हो र 40% चाहिँ तपाईँको सामान्य हो होइन। अब यो किन भनेको भन्दा त एउटा प्रमुख कुरा चाहिँ एउटा सिजरियन भन्ने बित्तिकै हामीले चाहिँ अब नर्मल नै नगराइकन सामान्य प्रसुति नै ट्राई नगरिकन गर्ने भन्ने चाहिँ एकदमै कमै हुन्छौँ। जस्तै पहिलो बच्चा हो, पहिलोचोटि गर्भवती हो भने सबैजनालाई सामान्य प्रसुतिमै गराउन खोज्छौँ हामीले। तर कस्तो हुन्छ भने कहिले कुनै जटिलता आयो, जटिलता मतलब अब कहिलेकाहीँ आमाहरूको चाहिँ त्यो शक्तिको अभाव हुन्छ नि, त्यो चाहिँ अब त्यो पेन सहन सक्ने इन्ड्योरेन्स कम हुने, अथवा कुनै जस्तै बच्चा उल्टो बस्यो होइन, अब त्यस्तो कन्डिसनहरू, अथवा बच्चाको भित्रको त्यो मेकोनियम भन्छौँ हामीले, त्यो एकदमै बाक्लो भएर चाहिँ त्यो बच्चालाई सास फेर्न अप्ठ्यारो हुने गरी हुने डरहरू हुन्छ। यिनी यावत कन्डिसनले गर्दा चाहिँ हामी सिजरियनमा जानुपर्ने हुन्छ। र तपाईँले भन्ने गर्दा ओभर द टाइम सिजरियन सेक्सन बढी हुनाले गर्दाखेरि पहिलो सिजरियन भइसकेपछि दोस्रो पनि त्यो फेरि सिजरियन नै गर्ने भयो क्या। अब पहिला भन्थ्यो हामीले भजाइनल डेलिभरी आफ्टर सिजरियन भन्ने थियो, VBAC भन्थ्यो हामीले, भजाइनल बर्थ आफ्टर सिजरियन भनेर। त्यो प्रयास गर्ने बेलामा चाहिँ अलिकति समस्याहरू, PPHहरू धेरै देखिने, किनभने टाँसिएको भेटिने कि पेटको यो छाला मुनिको भागहरूदेखि लिएर तल्लो पाठेघरसम्म सबै टाँसिसक्यो हुने, कति त प्लास्टरै भन्ने हुन्छ, त्यो पुरै टाँसिएको। त्यो गर्ने क्रममा चाहिँ रगत अत्याधिक जाने डरले गर्दाखेरि पनि सिजरियनहरू चाहिँ भइरहेको हो। अब एउटा त अर्को फेरि आजभोलि अब एउटा अचम्मको चिज चाहिँ आमाहरूको चाहना पनि सिजरियन हुँदै गइसक्यो। पेनलेस डेलिभरीको पनि कन्सेप्ट त सुरु भइसक्यो नेपालमा होइन, कतिवटा प्राइभेट सेन्टरहरूले गरिरहेछ, हामी पनि प्रयासरत छौँ। त्यसमा चाहिँ हामीले गर्भवती नर्मलमै सामान्यमा पेनलेस गराउने त्यो भयो। तैपनि धेरैजनाको अब
राम्रो त सामान्य प्रसुति अथवा डेलिभरी नै हो, नर्मल डेलिभरी नै हो, किनभने आमा डेलिभरी पश्चात उठ्न सक्ने हुन्छ, सबै हुन्छ, सजिलो हुन्छ। तर पनि अहिले त्यो विभिन्न कारणहरू जस्तै मैले भने एउटा चाहिँ अब एउटा इन्डोरेन्स पेनको पनि कम भयो। अब सायद पहिला विकल्पै नभएर पनि हुनसक्छ, अहिले चाहिँ विकल्प भएर अनि अलिकति यो एकदमै रिस्की जब पनि भएर पनि होला सायद हामी चाहिँ अलिकति सिजरिनतिर पनि आकर्षित हौँ कि होइन, किनभने पछि एउटा लामो समय कुर्नुपर्ने हुन्छ सामान्य प्रसुति, कोही गर्न सक्ने हुन्छ, कोही गर्न नसक्ने हुन्छ। त्यसले गर्दाखेरि अब आमाहरूले पनि भयो यति सहनुभन्दा मलाई अपरेसनै गरिदियो भन्ने पनि कतिजना आउँछ नि। इलेक्टिभ सिएसएसहरू पनि टन्नै हुन्छ, इलेक्टिभ इमर्जेन्सी सिएस भन्दा जस्तै सामान्य ट्राई गर्दा गर्दै भएन भने इमर्जेन्सीमा जाने भयो, कोही चाहिँ आफै नै भएन सिएस नै सिजन गर्छु भन्ने हुन्छ। र कुनै चाहिँ अब कुनै एउटा अलिकति एबनर्मालिटी देखेपछि यो प्रयास गर्नुभन्दा सिजन गर्दा सेफ हुन्छ भन्ने चाहिँ आमा बच्चा बच्ने चान्स धेरै हुन्छ भन्ने पनि हो। अनि र यो ओभर द टाइम धेरै सिजरियन हुँदै गएकोले एउटा सिजरियन भएपछि अर्को सिजरियन गर्नुपर्ने बाध्यता नै भएको हाम्रोमा देखिएको चाहिँ त्यही नै छ। हामीले सरस्वती डाटाहरू हेर्दाखेरि चाहिँ यो सेकेन्ड सिएस प्रिभियस सिएस पहिला सिएस गरेकोले नै गर्दा धेरै सिएस फेरि गर्नुपर्ने देखिएको छ। अर्को कम्पलसरी सिएस हुने नै भयो। हजुर। ओके, भनेपछि यो चाहिँ अब 2-3वटा कारणमा जोड्नु भयो। एउटा अब ट्रेन जस्तै पनि भयो, आमाहरूको चाहना पनि त्यसमा जोड्यो, अर्को अब जटिलताले गर्दाखेरि पनि यो बाध्यता नै देखिने भयो। ओके, अब अलि गुनासो जस्तो आएको अलिकति ठुल्ठुलो अस्पतालहरूले या अब पैसै तिरेर राम्रो ठाउँमा गर्न गएपछि त्यहाँ चाहिँ डाइरेक्ट सिजरिङ नै गर्ने, अरू नगर्ने, त्यसले गर्दा अलिकति उनीहरूले फाइदा हुने भन्ने गुनासो आएको हुनाले पनि मैले जोडेँ। अनि यसमा अब यसलाई मैले तपाईँको कुरा काटेँ होइन, यसलाई अब कसरी परिभाषित गर्ने भन्ने हुन्छ होइन। सिधै एक्साइटेडबाट सोच्यौँ भन्ने पनि होला, प्राइभेट हस्पिटलले यस्तो गरे होला, तैपनि कतिवटा हुन्छ भने अब त्यो सेवा लिने क्रममा नै बिरामीहरूको चाहना पनि त्यो हुनेले गर्दाखेरि नै त्यो अलिकति त्यतातिर ढल्किँदै गयो कि भन्ने पनि भन्छु। ओके, यो पनि सम्भावना कुरा हो। ओके, हुन्छ, लगभग हामी कार्यक्रमको अन्तमा आइसक्यौँ। मैले एक-दुईवटा कुरा अब खोप अस्पतालसँगै जोडेर एक-दुईवटा कुरा तपाईँले लामो समयदेखि यसमा जिम्मेवारी लिँदै आउनुभएको छ। अलिकति बिमा रकमको कुरा पटक पटक उठिरह्यो, यो पनि एउटा कार्यक्रमको हिसाबले मैले फेरि अप्ठ्यारो पर्ला कि भन्ने हिसाबले। अब हुन त नेपाल सरकारले जुन किसिमका सेवा सुविधाहरू आम जनताको लागि गरिरहेको छ अत्यन्त सकारात्मक पक्ष, र अब बिमाकै कुरा पनि हामीले पटक पटक खोप अस्पताल र अब भक्तपुर नगरपालिकाका मेयर उपमेयरज्यूहरूले पनि जोडिराख्नुहुन्छ। बिमा रकम चाहिँ समयमा प्राप्त नगर्दाखेरि हामीलाई अलिकति गाह्रो भयो भन्ने कुरा। अहिले अब बिमा रकमको कतिको सहज रूपमा हामीले पाइरहेका छौँ, र यो पैसा अहिले जुन नेपाल सरकारले जुन यो आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम हो, यसमा चाहिँ फेरि आर्थिक रूपमा कसरी त्यो चाहिँ मिलाउने हुँदो रहेछ, अलिक टेक्निकल कुरा बताइदिनु। अब सर्वप्रथम त नेपाल सरकारको बिमा कार्यक्रम एकदमै राम्रो कार्यक्रम हो। यसले गर्दा एउटा जनतामा चाहिँ अस्पताल गएर उपचार गराउने चाहिँ यसले बढाएको छ। चाहे जस्तो होस् होइन, सामान्य प्रकृतिको रोग होस् कि अथवा जटिलतायुक्त हो, घरमै बसेर उपचार गर्ने अथवा मैले पैसा छैन भनेर अन्य विधि अप्नाएर उपचार गर्ने भन्दा अस्पतालमै जानुपर्छ भन्ने एउटा चेतना चाहिँ बढाएको छ। साथै सेवा प्रदायक संस्थाहरूलाई पनि राम्रै गरेको छ बिमा आएर, किनभने बिरामीको सङ्ख्या बढेपछि चाहिँ हामीले कार्यक्रम सञ्चालन गर्न अथवा अस्पताल सञ्चालन गर्न पनि आर्थिक हिसाबले सहयोग नै हुन्छ। तर मुख्य चुनौती नै अहिले चाहिँ के भएको छ भने बिमाको रकम समयमा नआइदिने। हामीले त अब हाम्रो कामहरू गर्छौँ, हामीले सेवा प्रदान गर्छौँ, सेवा प्रदान गर्न हामीले खर्च गर्नुपर्ने हुन्छ, त्यो चिज त हामीले सबै गर्ने भयो। तर त्यसको सट्टामा नआइदिँदा चाहिँ अलिकति त्यसले चाहिँ हामीलाई कार्यक्रम गरे अस्पताल सञ्चालनमा चाहिँ किनभने बिरामीको चाहना बढेको छ, बिरामीको आवश्यकता बढेको छ, त्यो अनुसार हामीले मानव स्रोत सबै अनि त्यो अनुसार हामीले हाम्रो इक्विपमेन्ट्सहरू देखेर सबै बढाइरहेका छौँ, सेवाहरू बढाइरहेका छौँ। तर त्यसको पूर्ति नभइदिँदा चाहिँ के हुन्छ भने सञ्चालन गर्न गाह्रो हुन्छ। यो वर्षको हाम्रो अब नेपाल सरकारको बिमा कार्यक्रमबाट त श्रावणदेखिको यो आर्थिक वर्षको त आएकै छैन, शून्य, कुनै पनि छैन। अस्पतालले आर्थिक वर्ष यो 81-82 को आएकै छैन, 26 करोड भइसकेको छ हाम्रो क्लेम। हाम्रो अहिलेको हिसाबमा हाम्रो प्रत्येक महिना 2.5 करोड रुपियाँ हामीले चाहिँ क्लेम गर्छौँ। पछि त्यो यो 12 महिनाको यो 11 अहिले असारै भयो, 11 महिनाको हिसाब नै हाम्रो 26 करोड भइसकेको छ। र हामीले पटक पटक बिमाका कर्मचारी अथवा बिमाका पदाधिकारीहरूसँग पनि कुरा गर्दाखेरि चाहिँ अब उहाँहरूको पनि त्यही अभावले गर्दा हामीले गर्न सकेका छैनौँ। तर यो वर्ष चाहिँ हामी सकेसम्म गर्छौँ भन्ने चाहिँ हामीले आश्वासन पाएका छौँ। अब तै पनि हामीलाई चाहिँ अहिले अलिकति मुस्किल नै भइसकेको छ, किनभने अब खर्चमाथि खर्च 1 महिना 2 महिना 3 महिना मात्र होइन कि 11 महिना त हामीले आफ्नै खर्च गरिसकेको। यो त नगरपालिका अन्तर्गत सञ्चालित भएको हुनाले अलिकति चाहिँ हाम्रो नगरपालिकाबाट आर्थिक सहयोग अथवा अरू
इक्विपमेन्ट्सहरूको त सहयोग त छ, तैपनि अब अहिले नै कर्मचारी हाम्रोमा अहिले लगभग 235 जना भइसक्नु भएको छ हाम्रो कर्मचारीहरू नि। यो सबै खर्च तथा सञ्चालन खर्च गर्न गाह्रै हुन्छ। तैपनि हाम्रो सरकारी बिमा हो होइन, आश पनि गर्छौँ र हामीले आउँछ भन्ने पनि हामीलाई थाहा छ, ढिलो चाँडो। अनि यसमा अब अलिकति जति यो कार्यक्रम जुन आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रमको चाहिँ कसरी यसमा चाहिँ यस्तो हुन्छ, यसमा सशक्त कार्यक्रम नेपाल सरकारको हो। यो सशक्त भनेको चाहिँ तपाईँले कार्यक्रम गर्नुहोस्, यसको सुविधा हामी पैसा दिन्छौँ, बजेट दिन्छौँ। हामीले हरेक वर्ष एउटा निश्चित अब हाम्रोमा हामीले अब यो वर्षमा कतिवटा डेलिभरी हुन्छ त, र त्यो कस्तो खाले सामान्य प्रसुति कतिवटा, शल्यक्रिया प्रसुति कतिजना बच्चाहरू हामीले उपचार गर्छौँ, त्यसको आधारमा त्यो डाटाहरूको आधारमा चाहिँ हामीले एउटा अनुमानित बजेट उहाँहरूले गर्नुहुन्छ र त्यो पठाइदिनुहुन्छ र त्यही अनुसार हामीले चल्ने हो। र कतै कतै नपुग भएको खण्डमा पनि हामीले फेरि त्यहाँ हामीले माग गर्न सक्छौँ, त्यसमा क्लेम गर्न सक्छौँ। यो सशक्त कार्यक्रम भएको हिसाबले बिमाभन्दा अलिक फरक पनि छ, अलिकति अपुग पनि होला जस्तो लाग्छ हामीलाई। किन जुन हिसाबले हामीले सेवा सुरु गर्दाखेरि र हामीले अहिलेसम्म गरेको 2 वर्षमा 800 वटा गर्नु भनेको त हामी जस्तो संस्थाको लागि त ठुलो चिज हो नि त। यो 800बाट अब झनै बढ्छ यो, किनभने हामी कहाँ त अब भक्तपुरमा अहिले भक्तपुर स्थानीय मात्र होइन, बाहिरबाट आउनु हुने, यहाँ काम गर्नेहरू पनि हुनुहुन्छ, विभिन्न निम्न आय भएका मान्छेहरू पनि छ, उहाँहरू पनि यतै आउनु हुनुहुन्छ। यसले गर्दा चाहिँ अलिकति त्यसबाट आउने वार्षिक बजेट चाहिँ हामीलाई अपुग होला जस्तो लाग्छ। तैपनि यो जस्तो एकदमै पुण्य काम भनौँ न गर्नु पाउँदाखेरि यसले चाहिँ जस्तै हामीले निःशुल्क अक्सिजन दिइ नै रहेका छौँ, यिनीहरू चिजमध्ये यो पनि एउटा पार्ट हो। एकदम खोप अस्पतालको लागि एउटा जिम्मेवारी सँगसँगै हाम्रो महत्त्वपूर्ण कार्यक्रम जसले हाम्रो जनताको सेवा नै गर्नको लागि हामी अगाडि बढिरहेका छौँ भनेपछि यो पनि हाम्रो लागि अर्को महत्त्वपूर्ण कार्य भयो। र कार्यक्रमको लगभग हामी अन्तमा आइसक्यौँ। भक्तपुर नगरपालिकाको रेडियो कार्यक्रम खोपस भक्तपुर आवाजको बुधबारको बसाइमा आज हामीले आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम यो पालि खोप अस्पतालबाट 2082 असार 1 गतेबाट सुरु भइसकेको छ र सोही कार्यक्रमका सम्बन्धमा आज हामीले कुराकानी गऱ्यौँ। र कार्यक्रम के हो र सेवा सुविधा खर्च खोप अस्पतालले यसको समन्वय कसरी गर्छ भन्ने विषयमा हामीले कुराकानी गऱ्यौँ। र अन्तमा कार्यक्रम सुनिरहनु हुने सम्पूर्ण श्रोताहरूमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित खोप अस्पतालको एउटा मेडिकल डाइरेक्टरको हिसाबले के भन्न चाहनुहुन्छ? सर्वप्रथम त यो कार्यक्रमको लागि चाहिँ यहाँ बोलाइदिनु भएकोमा धन्यवाद होइन। यो हाम्रो खोप अस्पतालको चाहिँ लगभग 1.5 वर्षको मेहनत हो यो कार्यक्रम चाहिँ हाम्रोमा अस्पतालमा लागू गराउनलाई। किनभने हाम्रो सबै कार्यहरू जनमुखी नै छौँ र हामीले एकदमै स्वास्थ्य सेवा चाहिँ आधारभूत सेवा चाहिँ सर्वसुलभ होस् भन्ने र सबैले पाओस् भन्ने चाहनाले काम गरिरहेको। र यो वडाले चिजले गर्दाखेरि कतिजनाले चाहिँ हामीले यो मातृ शिशु कार्यक्रम राख्न नपाएर हामीलाई धेरै गाह्रो भइरहेको थियो र आजसम्म यो आइपुग्दा र लागू गर्दाखेरि चाहिँ हामीलाई एउटा महत्त्वपूर्ण उपलब्धि हो हाम्रो लागि। यो सम्बन्धी भक्तपुरवासीको लागि महत्त्वपूर्ण उपलब्धि हो। अब म त्यही भन्न चाहन्छु सबैजनालाई, अब तपाईँहरूले चाहिँ म डेलिभरी कहाँ गराउने, मलाई पैसा लाग्छ कि अथवा केही चिन्ता गर्नु पर्दैन। खोप अस्पताल त्यसको लागि एकदमै तयार पनि छ र खोप अस्पताल जहिले पनि तपाईँहरूको सहयोगको लागि रेडी नै छ। र निःशुल्क अथवा पैसै नलिने भनेर फेरि त्यो एकदमै नराम्रो सेवा पनि होइन, एकदम उच्चतम सेवा नै दिइरहेको छौँ हामीले। प्रविधियुक्त सबै चिज चाहिँ हाम्रो चाहिँ एकदमै राम्रो छ र तपाईँहरू आएर सेवा लिइसकेको मान्छेहरूसँग पनि सल्लाह गर्न सक्नुहुन्छ। आर्थिक विपन्नताको कारणले गर्दा यो जस्तो प्रसुति जस्तो सेवाबाट वञ्चित कोही पनि नहोस् र कुनै पनि आमा अथवा शिशु चाहिँ अनाग रूपमा चाहिँ स्वास्थ्य सेवाबाट वञ्चित भएर मर्न नपरोस् अथवा ज्यान गुमाउनु नपरोस्। खोप अस्पताल हिजो पनि सेवाको लागि लागिरहेछ, अझै पनि योभन्दा पनि अझै अरू कार्यक्रमहरू पनि ल्याउने हामी प्रयास गर्दैछौँ। हस् त, व्यस्त समयका बावजुद पनि भक्तपुर नगरपालिकाको रेडियो कार्यक्रम खोपस भक्तपुर आवाजको लागि यो विशेष समय दिनुभयो र यो आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रमका सम्बन्धमा आफ्ना जानकारी राखिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। धन्यवाद। पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति भक्तपुर नगरपालिकाको प्रस्तुति खोप भक्तपुर आवाज। कार्यक्रममा पुनः स्वागत। तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर नगरपालिकाद्वारा सञ्चालित रेडियो प्रस्तुति खोपस भक्तपुर आवाज। साथमा छु म प्रस्तुता सन्ध्या ह्याङ्गसो। नेपाल सरकारको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालित सिप विकास तालिमको उद्देश्य आर्थिक रूपले कमजोर पिछडिएका महिलाहरू तथा युवाहरूलाई उद्यमशील बनाउँदै आत्मनिर्भर बनाउनु हो। हाल देशका अधिकांश स्थानीय तहहरूमा विभिन्न सिप तालिमहरू जस्तै सिलाइ कटाई, बेकरी, सौन्दर्य सेवा, साबुन उत्पादन आदि सञ्चालन भइरहेका छन्, जसबाट धेरै महिलाहरूले घरमै बसेर आम्दानी गर्न थालेका छन्। यद्यपि लाभार्थी
छनौटमा पारदर्शिता र तालिमपछि निरन्तरता परामर्शको अभाव देखिएको छ। आगामी योजना अनुसार तालिमलाई बजारसँग जोड्ने, तालिम पश्चात अनुगमन र परामर्श सेवा प्रदान गर्ने तथा व्यवसाय विकासका लागि सहज कर्जा पहुँच उपलब्ध गराउने लक्ष्य रहेको छ। यसै सन्दर्भमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सम्बन्धी विविध जानकारी समेटेर सहकर्मी श्रीराम काशीस्वाले तयार पार्नुभएको रिपोर्ट कार्यक्रमको अबको प्रस्तुतिमा। भक्तपुर नगरपालिकामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन भइरहेको छ। विशेष गरेर उद्यमी सिर्जना र विकास गर्ने, आय आर्जनको अवसर सिर्जना गर्ने र स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्य यस कार्यक्रमको रहेको छ। समाजमा विद्यमान गरिबीको रेखामुनि रहेका वर्गलाई आर्थिक रूपमा सशक्तिकरण गर्ने र प्रविधि हस्तान्तरण कार्यक्रम समेत रहेको भक्तपुर नगरपालिका गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमका सहजकर्ता गीता कुमारी कोइरालाले बताउनु भएको छ। गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम, यसलाई मेडपा पनि भनिन्छ, यो चाहिँ उद्यमी सिर्जना र विकास गर्ने एकीकृत मोडेल सहितको कार्यक्रम हो। यस कार्यक्रमले समाजमा विद्यमान गरिबीको रेखामुनि रहेका बेरोजगार महिला, दलित, जनजाति, आदिवासी तथा पिछडिएका वर्गहरूलाई आर्थिक रूपमा सशक्तिकरण गर्न स्थानीय स्तरमा रहेका स्रोत र साधनको सदुपयोग गर्दै सम्भावित उद्यमीहरूलाई समूहमा आबद्ध गराएर सामूहिक भावनाको विकास गराउँदै उद्यमशील बन्नका लागि उत्प्रेरणा जगाउँछ। यस कार्यक्रममा उद्यमशीलता तालिम सञ्चालन गरिन्छ, जुन 8 दिनको हुन्छ। यो आइएलओले कोर्स डिजाइन गरेको छ र यस अन्तर्गत स्टार्ट एन्ड इम्प्रुभ योर बिजनेस, यसलाई छोटकरीमा SIYB पनि भनिन्छ, यो तालिम प्रदान गरिन्छ। यो तालिम दिइसकेपछि मात्र बल्ल उहाँहरूले आफ्नो व्यवसाय छनौट गर्नुहुन्छ, अर्थात् उहाँहरूको व्यवसाय फाइनल हुन्छ। त्यसपछि बल्ल सिप विकास तालिम प्रदान गरिन्छ। सिप विकास तालिम पश्चात पनि उहाँहरूलाई यत्तिकै छोडिँदैन। उहाँहरूलाई उद्यमी बनाउनका लागि कर्जाको आवश्यकता पर्ने भएकोले बैंक तथा वित्तीय संस्थासँग समन्वय र सहजीकरण गर्ने, वस्तु बजारीकरणका लागि परामर्श प्रदान गर्ने तथा सहजीकरण गर्ने, साथै उद्यमीको व्यवसायको प्रकृति र बजेटको अवस्था हेरेर व्यक्तिगत वा सामूहिक रूपमा प्रविधि हस्तान्तरण समेत गरिन्छ। यसरी मेडपा मोडेल अनुसार नयाँ लघु उद्यमी सिर्जना गरिन्छ भने भइरहेका उद्यमीहरूको स्तरोन्नतिको लागि चाहिँ उहाँहरूको आवश्यकता पहचान गरेर एडभान्स विकास तालिम प्रदान गर्ने, वस्तु बजारीकरणमा सहयोग पुर्याउने, व्यवसाय परामर्श दिने लगायत उपयुक्त प्रविधि हस्तान्तरण समेत गरिन्छ, जसले गर्दा यस कार्यक्रमका सहभागीहरू साँच्चीकै उद्यमी नै बन्नुहुन्छ। त्यसैले यो कार्यक्रम उद्यमी सिर्जना र विकास गर्दै आर्थिक सशक्तिकरण गर्ने एकदमै महत्त्वपूर्ण कार्यक्रम हो। यस कार्यक्रमले विशेष गरेर उद्यम विकासको सम्भाव्यता छ कि छैन, लक्षित समूहको छनौट, तिनीहरूको आवश्यकता तथा मागको पहिचान र बजार माग भएको ठाउँमा मात्र लघु उद्यम विकास कार्यक्रमको कार्यक्षेत्र हुने भएकोले विशेष गरी उद्यम विकासको सम्भाव्यता, लक्षित समूहको माग र बजार माग, यी 3 कुरामा जोड दिएको छ। हाल आधारभूत छालाको जुत्ता, मोबाइल, बेकरी, मोटरसाइकल मर्मत र ब्याग बनाउने तालिम सञ्चालन भइरहेको बताएको छ। सञ्चालित तालिममा हाल करिब 56 जना प्रशिक्षार्थीहरूले तालिम लिइरहेका छन्। हाल सञ्चालन भएका तालिममा नयाँ उद्यमी सिर्जनातर्फ आधारभूत छालाको जुत्ता बनाउने तालिम, मोबाइल मर्मत तालिम, मोटरसाइकल मर्मत तालिम र ब्याग झोला बनाउने तालिम सञ्चालन भएको छ भने स्तरोन्नतितर्फ एडभान्स काष्ठकला र मखमली जुत्ता बनाउने तालिम सम्पन्न भइसकेको छ भने बेकरी तालिम सञ्चालन भइरहेको छ। नयाँ उद्यमी सिर्जनातर्फ सञ्चालित आधारभूत छाला जुत्ता बनाउने तालिममा 9 जना सहभागी हुनुहुन्छ। आधारभूत मोबाइल मर्मत तालिममा 7 जना, आधारभूत मोटरसाइकल मर्मत तालिममा 4 जना र आधारभूत ब्याग झोला बनाउने तालिममा 15 जना गरी जम्मा 35 जना प्रशिक्षार्थीहरू रहनु भएको छ। मोबाइल मर्मत र ब्याग झोला बनाउने तालिम मात्र समापन भएको छ। यसै गरी स्तरोन्नतितर्फ एडभान्स मखमली जुत्ता तालिममा 10 जना, एडभान्स काष्ठकला तालिममा 4 जना र एडभान्स बेकरी तालिममा 7 जना गरी जम्मा 21 जना प्रशिक्षार्थी हुनुहुन्छ। तालिममा नयाँ उद्यमीतर्फ जम्मा 35 जना प्रशिक्षार्थी मध्ये महिला 23 जना र पुरुष 12 जना रहनु भएको छ।
र यसै गरी स्तरोन्नतितर्फ महिला 15 जना र पुरुष 6 जना रहनु भएको छ। यस तालिममा विशेष गरेर सैद्धान्तिक र प्रयोगात्मक दुवै अभ्यासमा केन्द्रित रहेको समेत बताइएको छ। अन्य तालिमभन्दा यस तालिम फरक रहेकोले युवाहरूमा आकर्षण बढेको समेत भनिएको छ। यस तालिममा सैद्धान्तिक र प्रयोगात्मक दुवै तरिकाले कक्षा सञ्चालन भइरहेको छ र तालिममा चाहिने सम्पूर्ण सामग्रीहरू नगरपालिकाबाट उपलब्ध गराइएको छ। युवाहरूको तालिम प्रतिको आकर्षण सकारात्मक रहेको पाइएको छ। उहाँहरू चाहिँ अलिकति भनौँ न हौसलापूर्ण अवस्थामा सहभागी हुनुभएको चाहिँ मैले महसुस गरेको। अन्य तालिममा सिप मात्र दिइन्छ, उद्यमशीलता सम्बन्धी ज्ञान दिइँदैन। त्यसैले सहभागीहरूमा व्यावसायिक ज्ञानको कमी हुन्छ। तर यस कार्यक्रममा उद्यमशीलता तालिम मार्फत व्यावसायिक ज्ञान दिएको हुन्छ। त्यस पछाडि मात्र सिप तालिम प्रदान गरिने हुनाले उद्यमी बन्नको लागि उहाँहरूलाई उत्प्रेरणा मिल्छ र उद्यमी बन्न सक्नुहुन्छ। यस तालिम अन्तर्गत आगामी योजनाहरू के रहेका छन् त? सहजकर्ता गीता कुमारी। सशर्तको बजेट आइसकेको र सशर्तको बजेट चाहिँ नयाँ उद्यमी सिर्जना गर्ने र भइरहेका उद्यमीको स्तर उन्नति गर्ने भनेर अघिल्लो वर्ष जसरी नै आएको हुनाले अब हाम्रो यस गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको उद्यम विकास समिति छ र त्यस समितिको संयोजक चाहिँ हाम्रा आदरणीय नगर प्रमुखज्यू हुनुहुन्छ र उहाँको संयोजकतामा बैठक बसेपछि उहाँले अनुमति दिइसकेपछि अनि आगामी कार्यक्रमको योजना बनाइन्छ र सोही अनुसार उहाँकोले निर्देश गर्नु भए अनुसार कार्यक्रमलाई अगाडि बढाउने योजना छ। भक्तपुर नगरपालिका अन्तर्गत सञ्चालित विभिन्न तालिममा नगरवासीहरूको उत्साहजनक सहभागिता हुँदै आइरहेको छ। तालिमले स्वरोजगार बन्न मद्दत पुगेको छ, जसले बेरोजगारी समस्या समाधान गर्नमा समेत महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ। खपसको लागि श्रीराम काशीसाको रिपोर्ट। नेपाल सरकारद्वारा सञ्चालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम स्थानीय तहहरू मार्फत सञ्चालन हुँदै आएको छ। यस तालिममा सहभागीहरू विभिन्न सिप सिकेर साना उद्यम सुरु गर्न सक्षम भएका छन्। महिलाहरूले घरमै बसेर सिलाइ, बेकरी, सौन्दर्य सेवा जस्ता कार्यक्रम मार्फत आर्थिक रूपमा आत्मनिर्भरता हासिल गरेका छन् भने युवाहरूले रोजगारीको नयाँ अवसर सृजना गरेका छन्। यसले परिवारको आर्थिक अवस्था सुधार्नुका साथै समुदायमा सकारात्मक सामाजिक परिवर्तन ल्याएको छ। यसै सन्दर्भमा नेपाल सरकारको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम तालिममा सहभागी प्रशिक्षार्थीहरूको प्रतिक्रिया सुनौ आजको जनताको आवाजमा। म भक्तपुर नगरपालिका वडा नम्बर 2 निवासी रामकृष्ण सुवाल। सर्वप्रथम म भक्तपुर नगरपालिका एवं गरिबी निवारणका लागि लघु उद्यमी विकास कार्यक्रम मेटपालाई धन्यवाद दिन चाहन्छु। यस कार्यक्रमबाट धेरै किसिमका तालिमहरू सञ्चालन गरेको मध्ये म बेकरी तालिम दिएर बसेको छु, जुन अघिल्लो वर्ष 2080-81 हामीले आधारभूत तालिम लिएका थियौँ र आर्थिक वर्ष 2081-82 हामीले एडभान्स बेकरी तालिम लिइरहेका छौँ। यो कार्यक्रमले हामीलाई एक दक्ष उद्यमी बन्ने तरिकाले तालिम दिएको छ, जुन एक उद्यमीले गर्नुपर्ने बजार व्यवस्थापन तथा हिसाब लेखाजोखा गर्ने सम्बन्धमा पनि तालिम दिएको छ। बेकरी तालिममा जनस्वास्थ्यलाई मध्यनजर राखेर कोदोको कुकिज, कोदोको ब्रेड, स्वस्थकर खाद्यान्न लगायत केक, ब्रेड, कुकिज, मफिन, कुर्सेनमा पनि धेरै किसिम परिकार सिकाइराख्नु भएको छ, जुन बजारको माग अनुसार धेरै थरीका परिकारहरू सिकाउनु भएको छ। यस्तो तालिम स्वदेशमै बसेर केही गर्छु भन्नेहरूको लागि धेरै लाभदायी हुन्छ। यस्तो तालिम नेपाल अधिराज्यमै हुनुपर्छ। म पुनः एकपटक भक्तपुर नगरपालिका तथा मेटपालाई धन्यवाद दिन चाहन्छु। म मङ्गला देवी श्रेष्ठ वडा नम्बर 8 जिल्लामा बस्छु। हजुरहरूले यो नगरपालिका अन्तर्गत यो मखमली जुत्ताको लघु उद्यमी तालिम दिनु भएर हामीले यो वडा नम्बर 8
मा सिकेको पोहोर पनि सिक्यो, यसपालि पनि सिक्यो। पोहोर सिकेर हामीले बेसिक सिकेर घरमा पनि काम गरिराखेको छु अनि पसलमा पनि दिने गरेको छु। र यसपालि पनि जेठ वैशाखदेखि सिकेको, वैशाख 7 गतेदेखि जेठको 14 गतेसम्म सिकेर हाम्रो तालिम सिधिसकेको छ। अहिले तालिममा पनि एकदम राम्रो भयो सर। अनि त्यो तालिममा पनि राम्रो भयो। म्यामहरू पनि पोहोर पनि यसपालि पनि राम्रै परेको छ। म्यामहरू राम्रो परेको भएर हामीलाई सिक्न पनि एकदम सजिलो भयो। अनि त्यो घरमा अब तालिम सिधेपछि अहिले घरमा एकदम राम्रो काम गरिराखेको छु। हाम्रो अब घरको काम गरेर भ्याएर फुर्सदमा हामीले गर्न पाएको छु। हजुरहरूले यो तालिम दिनु भएर हामी धेरै नै खुसी छु सर। तालिम लिएर हामीले धेरै नै घरमा पनि अब अरूसँग श्रीमानसँग वा छोराहरूसँग कोहीसँग पनि खर्च लिनु नपर्ने आफैले कमाएर आफैले खर्च गर्न सक्ने भएको छ सर। यो तालिमले म एकदम खुसी छु। हजुरहरूको यो तालिमले गर्दा एकदम राम्रो भएको छ। घर परिवार पनि मलाई त एकदम खुसी नै मिलेको छ। यताउता मौसम भए पनि पसल पनि राख्न गएको छु। मौसममा पनि अस्ति सलघारीमा नि राख्यो। पोहोर त्यो मङ्सिरको 5 दिन मौसममा नि पसल राखेँ। यसरी हजुरहरूले त्यो नगरपालिकाले त्यहाँ मौसममा सलघारीमा पनि हामीलाई स्थल मिलाइदिनु भएको भएर त्यहाँ पनि हामीले राम्रै व्यापार पनि गऱ्यो सर। यसै कारणले अब यस्तो मौका हामीलाई फेरि पनि दिनु होला। एकदम राम्रो भएको छ तालिम चाहिँ। हजुरहरूले यो घरमा त्यतिकै बस्नुभन्दा काम गर्न पाएर फुर्सदको बेलामा त्यतिकै बस्नु नपर्ने भएर घर त्यतिकै बाहिर यताउति हलेर बस्नु नपर्ने गरेर हजुरहरूले यो काम दिनु भएर चाहिँ एकदम खुसी छु सर। अनि अब यो तालिम सिकिसकेर पोहोर हिल नभएको सिक्यो, यसपालि हिल भएको सिकेँ। अब मौसममा पसल राख्नु जानु परे पनि हामीले एकदम राम्रोसँग बनाएर एकदम बलियो गरी बनाएर जान सक्ने क्षमता पनि छ सर। अब हजुरहरूलाई कतै यताउता टिचरहरू चाहियो पनि हामी जान सक्ने योग्यमा त्यो पनि भइसकेँ सर। मेरो नाम रजनी कपाली, भक्तपुर जगाती वडा नम्बर 8बाट। मैले पनि लघु उद्यम विकास कार्यक्रममा सहभागी भएर तालिम लिन पाउँदा धेरै खुसी छु। जुन तालिमका सञ्चालिका गीता कुमारी कोइराला म्याम हुनुहुन्छ, उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। यस लघु उद्यम विकास कार्यक्रमले थुप्रै तालिमहरू सञ्चालन तथा प्रदान गर्ने योजना गरेको छ। जस्तै बेकरी, मखमली जुत्ता बनाउने, छालाको जुत्ता बनाउने, ब्याग सिलाइ, सिकर्मी, पेपर रिसाइक्लिङ तथा अन्य तालिमहरू सञ्चालनमा ल्याएको छ। यी मध्येमा मैले ब्याग सिलाइ तालिम लिएकी छु, जुन 1.5 महिनाको कोर्स रहेको थियो। यसमा मैले सपिङ ब्याग, पोलिथिन तरिकाको झोला, सुर्के थैली, पोटली ब्याग, पेन केस, टोट ब्याग, स्कुल ब्याग र साइड ब्याग बनाउने प्रशिक्षण प्राप्त गरेकी छु। जसले गर्दा केही काम नगरी बसेका महिला दिदीबहिनीहरू तथा दाजुभाइहरूले समेत केही गर्न सक्ने अनुभव गरेकी छु। जुन व्यवसाय घरमै बसेर पनि गर्न सक्ने आँट, क्षमता र हौसलाको सृजना यस लघु उद्यम विकासले प्रदान गर्न सक्ने देखेकी छु। यस तालिमबाट धेरै कुराहरू सिक्ने मौका पाएँ। मलाई लाग्छ यस्ता सृजनशील तालिमको सञ्चालनले कोही मानिस बेरोजगार भएर बस्नुपर्ने अवस्थाको सृजना हुँदैन र समाजमा पनि घुलमिल भएर आफ्नो ठाउँ टोलसँगै सिङ्गो देशको विकास हुनेछ भन्ने आशा छ। र यस्ता रोजगारमूलक तालिमको विकास हुँदै जाओस् र कोही कसैमा निर्भर रहन नपरोस्। आफ्नो व्यवसाय आफैले छनौट गर्न सकौँ र निरन्तरता दिन सकौँ। पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति। भक्तपुर नगरपालिकाको प्रस्तुति। खोप साथ भक्तपुर आवाज। कार्यक्रममा पुनः स्वागत। तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर नगरपालिकाद्वारा सञ्चालित रेडियो प्रस्तुति खोपस भक्तपुर आवाज। साथमा छु म प्रस्तुता सन्ध्या ह्युङको छु। श्रोता, हामी कार्यक्रमको अन्तिम प्रस्तुतिमा छौँ। साताभरिका भक्तपुर नगरपालिकाका विविध गतिविधिहरूका साथमा छिन् सहकर्मी सरिता दुवाल।
भक्तपुर नगरपालिकाले आर्थिक वर्ष 2082-83 को नीति तथा कार्यक्रम र बजेट तर्जुमाको लागि असार 2 गते सोमबार भक्तपुरका पर्यटन व्यवसायीहरूको भेला गरी राय सुझाव संकलन गरेको थियो। कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले सरकारको नीति तथा कार्यक्रमले सबै पक्ष र क्षेत्रलाई समेटे पनि यसको कार्यान्वयन पक्ष भने फिटुलो रहेको बताउनुभयो। देशको आर्थिक क्रियाकलाप फस्टाउने वातावरण निर्माण गर्नु अति आवश्यक भएको बताउँदै उहाँले बाह्य पर्यटकहरूलाई नेपालमा आकर्षित गर्नुपर्ने र आन्तरिक पर्यटन प्रवर्धनतर्फ जोड दिनुपर्ने आजको आवश्यकता भएको बताउनुभयो। प्रमुख प्रजापतिले विश्वका अन्य साना देशहरूको विकास र आर्थिक समृद्धिबाट नेपालले पाठ सिक्नुपर्ने बताउँदै भक्तपुरको पर्यटन र समग्र नगरको विकासमा पर्यटन व्यवसायीहरूको साथ सहयोग आवश्यक भएको बताउनुभयो। कार्यक्रममा वातावरण तथा पर्यटन समितिका सदस्य एवं भक्तपुर नगरपालिका वडा नम्बर 5 का वडा अध्यक्ष योगेन्द्रमान बिजुक्छेले पर्यटकीय नगर भक्तपुरले आन्तरिक पर्यटन प्रवर्धनमा विशेष जोड दिँदै आएको बताउनुभयो। कार्यक्रममा उपस्थित पर्यटन व्यवसायीहरूले पर्यटक लक्षित महोत्सवहरू आयोजना गरिनुपर्ने, गली गलीमा आगो निभाउने उपकरण राख्नुपर्ने, पोखरीहरूमा माछा पालन गर्न सकिने, रात्रिकालीन पर्यटनलाई जोड दिने, पर्यटन शुल्कलाई समय सापेक्ष ढङ्गले वृद्धि गर्नुपर्ने, आन्तरिक पर्यटन प्रवर्धन गर्नुपर्ने, डिजिटल मार्केटिङलाई अगाडि बढाउनुपर्ने, खाना महोत्सवहरूको आयोजना गर्नुपर्ने, पथ प्रदर्शकहरूलाई पूर्ण ताजगी तालिम सञ्चालन गर्नुपर्ने, छादा कुकुर नियन्त्रण गर्नुपर्ने, भक्तपुरमा पर्यटकको बसाइ लम्ब्याउने योजनाहरू आवश्यक भएको, पर्यटक शौचालय निर्माण गर्नुपर्ने, भक्तपुरका घरेलु तथा मौलिक वस्तुहरूको उत्पादन तथा प्रवर्धनमा जोड दिनुपर्ने, होटलहरूको गुणस्तर मापन र वर्गीकरण आवश्यक भएको लगायतका सुझावहरू दिएका थिए। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल जिल्ला कार्य समिति भक्तपुरको आयोजनामा भएको उपत्यका व्यापी अन्तर्विद्यालय टेबल टेनिस प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम जेठ 30 गते शुक्रबार सम्पन्न भएको थियो। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँले आजका खेलाडी भविष्यमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका खेलाडीको रूपमा विकास हुने भएकोले अहिलेदेखि नै राम्रोसँग प्रशिक्षित गर्नु जरुरी रहेको बताउनुभयो। खेलकुदलाई हारजित भन्दा मित्रता र अनुशासनको लागि हुनुपर्नेमा जोड दिँदै प्रमुख प्रजापतिले खेलकुद प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिन सुझाव दिनुभयो। प्याप्सन भक्तपुरका अध्यक्ष राजन कस्पालले विद्यार्थीको व्यक्तित्व विकास गरी विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउन प्याप्सनले प्रतियोगिताको आयोजना गरेको र प्रतियोगिताले राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी तयार गर्नमा सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो। कार्यक्रममा प्रमुख प्रजापतिले विजयी खेलाडीहरूलाई मेडल, सिल्ड र प्रमाणपत्र वितरण गर्नुभएको थियो भने टेबल टेनिस प्रशिक्षक द्वय मोहनदास बासुकला र शिवसुन्दर गोथेलाई सम्मान समेत गरिएको थियो। आयोजकका अनुसार प्रतियोगितामा 60 विद्यालयका 210 जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नवप्रवेशी शिक्षकहरूलाई भक्तपुरमा स्वागत गर्दै शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न र शिक्षकलाई योग्य बनाउन भक्तपुर नगरपालिकाले विभिन्न तालिमहरू सञ्चालन गर्दै आएको बताउनुभयो। भक्तपुर नगरपालिकाको आयोजनामा भएको नवप्रवेशी शिक्षकहरूलाई तालिम कार्यक्रममा उहाँले आजका विद्यार्थीहरू भावी समाज निर्माण गर्ने माध्यम भएको हुँदा शिक्षकहरूलाई योग्य बनाउनेतर्फ नगरपालिकाले जोड दिँदै आएको बताउँदै योग्य शिक्षकले योग्य विद्यार्थीहरू तयार गर्ने बताउनुभयो। भक्तपुरको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर धेरै स्तरीय भइसकेको बताउँदै विद्यार्थीहरू विदेशिनुमा शिक्षकहरूको पनि ठूलो भूमिका हुने हुँदा विद्यार्थीहरूलाई राम्रोसँग मार्गनिर्देशन गर्नुपर्ने बताउनुभयो। सामुदायिक क्षेत्रलाई बलियो बनाउने नीति अनुरूप भक्तपुर नगरपालिकाले काम गर्दै आएको बताउँदै प्रमुख प्रजापतिले सामुदायिक र निजी विद्यालयको शैक्षिक गुणस्तरलाई समान बनाउने कोसिस नगरपालिकाले गर्दै आइरहेको बताउनुभयो। कार्यक्रममा भक्तपुर नगरपालिका वडा नम्बर 5 का वडा अध्यक्ष एवं विद्यालय अनुगमन समितिका अध्यक्ष योगेन्द्रमान बिजुक्छेले विद्यालय अनुगमन समितिले विद्यालयको प्राविधिक समस्या पहिचान गरी समाधानतर्फ पनि जोड दिँदै आएको बताउँदै शिक्षकको ज्ञान र सिपलाई अझ तिखार्न र परिष्कृत गर्न तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। भक्तपुर नगरपालिका शिक्षा शाखा प्रमुख साधुराम फुयालले तालिमबाट प्राप्त ज्ञान र सिपलाई विद्यालयको कक्षा कोठामा प्रयोग गरी भक्तपुरको छविलाई अझ उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित खोपो इन्जिनियरिङ कलेजमा 2081 सालमा स्नातक तहमा भर्ना भई अध्ययनरत विद्यार्थीहरूलाई जेठ 29 गते बिहिबार एक कार्यक्रम बीच कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले छात्रवृत्ति रकम हस्तान्तरण गर्नुभएको थियो। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूले विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप वार्षिक 4 करोड 25 लाख बराबरको छात्रवृत्ति प्रदान गर्दै आएको बताउँदै उहाँले छात्रवृत्तिसँगै नगरपालिकाले सहुलियत दरमा शैक्षिक ऋण समेतको व्यवस्था गर्दै आएको बताउनुभयो। देशको लागि योग्य र सक्षम नागरिक तयार गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले विभिन्न विषयका 7वटा कलेजहरू सञ्चालनमा ल्याएको बताउँदै देशको चिन्तन गर्ने नयाँ पुस्ता अहिलेको आवश्यकता भएको बताउनुभयो। देशको भविष्य युवामा निहित हुने भए पनि नेपालका दक्ष नागरिकहरू विदेशी नै क्रम बढेसँगै देश विकासको सम्भावना पनि पछाडि धकेल्दै गइरहेको छ भन्दै उहाँले युवाहरू विदेश पलायन हुनुमा सरकारको नीति तथा कार्यक्रमले पनि धेरै प्रभाव पारेको बताउनुभयो। मन्त्री परिषदको निर्णयलाई नीतिगत निर्णयको परिभाषा गर्दै त्यस उपर छानबिन र मुद्दा दर्ता हुँदैन भन्ने भाष्य खडा गर्दै आएका प्रधानमन्त्री मन्त्रीहरूलाई माधव नेपालमाथिको मुद्दा दर्ताले सबैलाई चस्काइदिएको छ भन्दै उहाँले नेपालको कानून ठूलालाई चैन सानालाई ऐन भए जस्तै भइरहेको बताउनुभयो। त्यसैगरी कार्यक्रममा भक्तपुर नगरपालिका वडा नम्बर 9 का वडा अध्यक्ष रविन्द्र जाखोले छात्रवृत्ति रकम प्राप्त गर्ने विद्यार्थीहरूलाई बधाई दिँदै खोपो इन्जिनियरिङ कलेज स्थानीय सरकार र नगरवासी जनताको करबाट सञ्चालित गैर नाफामूलक सरकारी कलेज भएको बताउनुभयो। खोपो सर्कल अन्तर्गतका कलेज र अन्य कलेजहरू बीचको भिन्नताबारे प्रश्न पार्दै उहाँले यी कलेजहरू विद्यार्थी र अभिभावकहरूको विश्वसनीय कलेजको रूपमा सञ्चालनमा रहेको बताउनुभयो। खोपो इन्जिनियरिङ कलेजका प्राचार्य इन्जिनियर सुजन माकली आर्थिक कारणले विद्यार्थीको अध्ययनमा समस्या नहोस् भनी भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूले गरिब र जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गर्दै आएको बताउनुभयो। उहाँले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका कलेजहरूमा समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन हुँदा विद्यार्थीहरूको आकर्षण यसतर्फ बढिरहेको बताउँदै खोपो इन्जिनियरिङ कलेजलाई शिक्षण संस्थाको रूपमा मात्र नभई अध्ययन अनुसन्धानतर्फ पनि अगाडि बढाइरहेको बताउनुभयो। खोपो इन्जिनियरिङ कलेजले 2081 मा भर्ना भई अध्ययनरत 26 जना विद्यार्थीहरूलाई रु 14,21,000 बराबरको छात्रवृत्ति वितरण गरिएको थियो। भक्तपुर नगरपालिकाले आर्थिक वर्ष 2082-83 को नीति तथा कार्यक्रम र बजेट तर्जुमाको लागि जेठ 28 गते बुधबार महिलाहरूको भेला कार्यक्रम गरी राय सुझाव संकलन गरिएको थियो। कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले व्यापक जनतालाई फाइदा हुने विषयलाई प्राथमिकतामा राखी योजना अगाडि बढाउँदै आएको बताउनुभयो। नगरवासीहरूबाट प्राप्त सुझावलाई प्राथमिकताको आधारमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाई बजेट विनियोजन गर्ने बताउँदै उहाँले जनताको साथ र सहयोगले नगरको विकास अगाडि बढेको प्रश्न पार्नुभयो। भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले महिलाहरू शिक्षित भई पूरै परिवार र समाज नै अगाडि बढ्ने हुँदा महिलाहरूलाई सामाजिक गतिविधि मार्फत अगाडि बढाउनु पर्ने बताउनुभयो। कार्यक्रममा उपस्थित महिला प्रतिनिधिहरूले सबै वडामा ज्येष्ठ नागरिकहरूलाई लक्षित गरी आदर निकेतन सञ्चालन गर्नुपर्ने, अपाङ्गता भएकाहरूलाई सहायक सामग्री वितरण गर्नुपर्ने, स्वास्थ्य स्वयंसेविकाहरू सुत्केरी भेट गर्न जाँदा न्यानो कपडा वितरणको व्यवस्था गर्नुपर्ने, महिला व्यवसायीहरूलाई सहुलियत कर्जा र स्वरोजगार कार्यक्रमहरू ल्याउनु पर्ने, पाइल्स, फिस्टुला, फिसर लगायतका विषयमा पनि स्वास्थ्य शिविरहरू सञ्चालन गर्नुपर्ने, खोपो अस्पतालमा न्युरो सेवाको उपचार सेवा समयावधि वृद्धि गर्नुपर्ने, नगरका पेटीहरू हिँड्न लायक बनाउनु पर्ने, कवादी नियन्त्रण, दरबन्दी शिक्षकको तलब निकासा समयमै गर्नुपर्ने, खोलाको दायाँ बायाँ रिटेनिङ वाल निर्माण गर्नुपर्ने, पोलाछी पोखरीलाई पौडी पोखरीको रूपमा विकास गर्नुपर्ने, भगवती स्थान स्थित स्वास्थ्य केन्द्रमा सेवाहरू थप गर्नुपर्ने, कानुनी साक्षरता कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने, त्यस्तै नगर बस सञ्चालन गर्नुपर्ने लगायतका सुझावहरू दिएका थिए। पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति। भक्तपुर नगरपालिकाको प्रस्तुति खोप साथ भक्तपुर आवाज।
कार्यक्रममा पुनः स्वागत। तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर नगरपालिकाद्वारा सञ्चालित रेडियो प्रस्तुति खोपस भक्तपुर आवाज। साथमा छु म प्रस्तुता सन्ध्या छु। श्रोता, हामी कार्यक्रमको अन्ततिर आइसकेका छौँ। खोपसको आजको श्रृङ्खलामा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित खोप अस्पतालमा असार 1 गतेबाट सुरु भएको नेपाल सरकारको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम र अस्पतालको प्रस्तुति सेवा सम्बन्धमा खोप अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट मजेस प्रताप मल्लसँग अन्तरङ्ग कुराकानी गर्यौं। त्यसैगरी नेपाल सरकारद्वारा सञ्चालित गरिबी निवारणका लागि लघु उद्यम विकास तालिम सम्बन्धमा एक रिपोर्ट सुन्यौं। साथै उक्त तालिममा सहभागी केही प्रशिक्षार्थीहरूको प्रतिक्रिया आजको जनताको आवाजमा समेट्यौं। साथमा साताभरिका भक्तपुर नगरपालिकाका विविध गतिविधिहरू पनि सुनिहाल्यौं। तपाईलाई आजको कार्यक्रम कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव र प्रतिक्रिया अवश्य पठाउनुहोला। प्रतिक्रिया पठाउने ठेगाना कार्यक्रम खोपस भक्तपुर आवाज भक्तपुर नगरपालिका। तपाईले आफ्नो प्रतिक्रिया फेसबुक पेज भक्तपुर नगरपालिका वा भक्तपुर म्युनिसिपालिटी मार्फत पनि पठाउन सक्नुहुन्छ। साथै भक्तपुर नगरपालिकासँग सम्बन्धित सम्पूर्ण सूचना वा जानकारी नगरपालिकाको वेबसाइट भक्तपुर.mun.gov.in मा पनि हेर्न सक्नुहुन्छ। र थप जानकारीका लागि नगरपालिकाका प्रकाशनहरू खोपपौ र भक्तपुर मासिक पनि पढ्न सक्नुहुन्छ। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहुने तपाईँ श्रोतालाई हार्दिक धन्यवाद। कार्यक्रम तयार पार्न सहयोग गर्नुहुने सहकर्मीहरू रविन्द्र कुसी, श्रीराम काशीस्वा र सरिता दुवाललाई विशेष आभार। कार्यक्रमका लागि आवश्यक सल्लाह र सुझाव प्रदान गर्नुहुने रविन्द्र ज्याको र दिपेन्द्र प्रजापतिलाई हार्दिक धन्यवाद। र प्राविधिक सहयोगका लागि राजेश हाडा र रवि हाडालाई विशेष आभार। शुक्रबार साँझ 36 बजेदेखि 7 बजेसम्म खोपसको कला संस्कृति र सम्पदा विशेष प्रस्तुतिका साथमा उपस्थित हुने नै छौँ। तबसम्मका लागि म प्रस्तुता सन्ध्या हुङ्गजो लगायत खोपस परिवारलाई बिदा दिनुहोस्। तपाईँको समय शुभ बितोस्। नमस्कार।